बहिनी आज के गर्नु गएको अरे? दसैँको लुगा किन्नु गएको? भाइको लागि नि किनिदिन्छस्? मम्मीले कति पैसा पठायो? दिदीहरूले चाहिँ हेलो गाइस भन्नुहुँदैछ। एकदमै शरम लागेछ दिदीहरूलाई चाहिँ, पुरा हाँस्नु हुँदैछ है आज चाहिँ। आइपुगेछ भर्खर फेरि पर हिरो पनि आइरहेछ। मैले त्यसलाई त पुरा घोप्टेको देख्छु त। खास चाहिँ कहाँ गएको तिमीहरू चाहिँ अरे घुम्नु? यस जामाहरू पनि पाउँछ यस हाम्रो दिदीहरूले है छान्नु हुँदैछ आज चाहिँ हाटको सेटवाला जामाहरू पनि पाउँछ। हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि पनि मेरो भ्लगमा तपाईँहरूलाई स्वागत छ है। अन्त आज हामी चाहिँ एसटिएनएम जानेछ, हस्पिटल जानेछ है बहिनी र म। यता बहिनी पनि छ, बहिनी पनि हिजो मैले बोलाएको नि त। म चाहिँ रुममै बस्दैछु है, यता मेरो रुममा बोलाएर आज चाहिँ हामी जाँदैछु। आज चाहिँ हामी कहाँ छ भने चाहिँ सिङताम छेउमा, सिङताम जाने बाटोमा भनौँ न। यो जग्गाको नाम चाहिँ थाहा भएन, तपाईँहरूलाई थाहा भएन कमेन्टमा कमेन्ट गरिदिनुहोस् है। अन्त हामी चाहिँ यहाँ छ। आज हामी छिटो जानुपर्ने हुन्छ नि त, हस्पिटल चाहिँ छिटो पुग्नुपर्ने छ। मैले बोलाएको थियो, बहिनी चाहिँ लुगा किन्नु गएको अरे नि त दसैँको लागि, लुगाको लागि जाँदैछ है। बहिनीले भिडियो गर्दैछ। बहिनी आज के गर्नु गएको अरे? दसैँको लुगा किन्नु गएको? भाइको लागि नि किनिदिन्छस्? मम्मीले कति पैसा पठायो? आज हामी चाहिँ जाने आँटेको छु, जाँदैछु भन्नु हुन्छ। अब छिटो छिटो पुग्नुपर्ने हुन्छ, 10 बजिसक्यो यहाँ नै है। ल साथीहरू है, अब माथि गएर डाइरेक्ट अब अलिक माथि गान्तोक छेउमा भेटौँ है। सिङताममा छ भने चाहिँ सिङतामै देखाउने गरी हामी जाँदैछु, छैन भने चाहिँ हामी गान्तोकै जानुपर्ने छ। आज नगइ नहुनेछ है। साथीहरू हामी चाहिँ यहाँ जाममा फसिरहेछ सिङताम आउने बाटोमा। सिङताम पनि आइपुग्ने आइपुगेको है। पुलिस माथि हुनुहुन्छ है, यहाँ सबैलाई गाडी साइड लाउँदैछ। यहाँ तल पनि हुनुहुन्छ है सबैजना। हामी चाहिँ आइपुगिसकेको भर्खर सिङताम जस्ट आइपुग्ने बेलामा चाहिँ पुरा जाम भइरहेछ यहाँ है। सबै रोकिरहेछ सबैजनालाई। के भएर जाम भयो है? पछाडितिर पनि हुनुहुन्छ है सबैजना। आर्मी गाडीले गर्दा जस्तो लागिरहेछ हो कि होइन हेरौँ। हाम्रो सरले ल साथीहरू है, हामी चाहिँ यहाँ सिङताम हस्पिटल आइपुगेपछि चाहिँ एसटिएनएम जाउँ भनेको थियो, तर डक्टर चाहिँ यहीँ भेट्ने भन्दा नि यहीँ हुनुहुन्छ रहेछ है। सिङताममा छ जस्तो लागेको थिएन, अस्ति हुनुहुन्थेन, त्यही भएर है। आज चाहिँ मैले बाजेलाई भेटेर पनि बाजेले छ भन्नुभएको छ है। अन्त हामी भर्खर आइपुगेको छ सिङताम हस्पिटल। यहाँ बहिनी नि यहाँ बसिरहेछ है। यहाँ टोकनको लागि यति साह्रो मान्छे भिड है। टोकनले गर्दा नभए यस्तो हुन्थेन कहिले पनि। आभा भन्ने एप एउटा खोल्नुपर्छ, त्यहाँदेखि मात्रै हुन्छ है। टोकन नम्बर दिएपछि मात्रै आफ्नो कार्डहरू बनिन्छ। हेर्नुहोस् है, भर्खर हामी आइपुगेर चाहिँ जस्तो आयो त्यस्तै कार्डहरू चाहिँ बनाइहालेको है। टोकन बनाएर टोकन नम्बर निकालेर चाहिँ बनाएर चाहिँ बनिसकेको छ। बहिनीकोमा छ, मेरो म चाहिँ अब देखाउन जाँदैछु। यति साह्रो भिड छ मान्छेहरू है। साथीहरू है, आजको हाटको दसैँ हाटको भिड चाहिँ यति साह्रो बेसी है, यति साह्रो जाम छ भनौँ न। अन्त आज यहाँ पूजा पनि हुँदो रहेछ है, दसैँको पूजा होला। यो दुर्गा पूजा जस्तो लाग्यो मलाई, यो दुर्गा पूजा नै रहेछ माथि है। एकदमै पूजा गरिरहेछ, एकदमै बिजी। यहाँ हेर्नुहोस् गरमले यस्तो डरलाग्दो जाम भइरहेछ है गाडीहरू। पब्लिक पनि यति साह्रो बेसी। हेर्नुहोस् है, जति हिँड्ने त्यति मान्छे। आज यहाँ त माक्लो रोड साइड भएर तल्लोपट्टि बजार पसिन्छ, यति साह्रो बेसी मान्छे भइरहेछ आज। यति साह्रो बेसी अब के हो, हाटले गर्दा त्यो दिवाली दसैँले गर्दा जस्तो लाग्दैछ मलाई चाहिँ। नभए यति साह्रो बेसी सधैँ हुन्थेन जस्तो लागिरहेको थियो। हामी यहाँ गरमले पसिना सरी भइरहेछ पुरा एकदमै। फेरि हेर्नुहोस् है, अफरमा यति साह्रो मान्छे बेसी भिड भइरहेछ है। अफरले गर्दाखेरि अहिले चाहिँ सुजको अफर पुरा चलिरहेको रहेछ नि त यहाँ चाहिँ सिङताममा चाहिँ है। हेर्नुहोस् हामी पनि आएको छु आज, बहिनी र म भर्खर आइपुगेको है। बहिनीहरूले निकाल्दैछ है माथि भएर भाइको लागि चाहिँ आज जुत्ता किन्ने लागि आएको नि त। पुरा अफरमा चलिरहेछ। म पनि यस्तोतिर है भर्खर हामी आइपुगेको नि त। यति साह्रो बेसी अफर मान्छेहरू भिड छानेको छ है। एकदमै बेसी छानिरहेछ मान्छेहरूले चाहिँ। कोही कुन चाहिँ छानिस्?
साथीहरू है यहाँ बहिनीले फेरि कुर्ता किन्न आइरहेको छ है। भाइको लुगा चाहिँ अघि किनिसक्यो, भाइको लुगा जुत्ता है। अन्त मैले चाहिँ एउटा पेस्ट किनेको छु योपालि चाहिँ। यी बहिनीले चाहिँ आफ्नो लागि कुर्ता छान्दैछ, सेटवाला कुर्ता अरे नि त लाउने अरे नि त्यसले। हामी झन् यो दोकानमा छ है। योपालि दसैँको लास्ट हाट हो यो चाहिँ है, आज शुक्रबार। यहाँ सिङताममा चाहिँ लास्ट हाट भन्दा नि हुन्छ। म चाहिँ यहाँ तपाईँ आएर किन्नु लागि रेडी छ है। बहिनीको लागि आउँदैछु म आज। बहिनीले छान्दैछ कुर्ता चाहिँ। मन परेन? यस जामाहरू पनि पाउँछ यस हाम्रो दिदीहरूले है, छान्नु हुँदैछ आज चाहिँ हाटको। सेटवाला जामाहरू पनि पाउँछ यहाँ। सबैजना आइदिनुहोस् है सिङताममा। आइपुगेछ भर्खर भर्खर, धेरै दिनको बादमा भेटाइ भयो है। फेरि पर हिरो पनि आइरहेछ। मैले त्यसलाई त पुरा घोप्टेको देख्छु त। खास चाहिँ कहाँ गएको तिमीहरू चाहिँ? अरे घुम्नै गएको हो कि खास के काम छ र गएको? के काम भन्न? आज फसाउनु खोज्दैछ यसले चाहिँ मलाई है। हामी सधैँ मैले चाहिँ बनाउँछु है। आज साथीहरू पनि भर्खर आइपुगेछ नि त। यहाँ सन्तोष पनि भर्खर आइपुगेछ, यो पनि भर्खर आइपुगेछ है। हामी चाहिँ आज तारेभिर घुम्नु अचानक गएकै। आजको पनि सधैँ अचानकमै हुन्छ, अचानक गयो हुन्छ है। म ड्युटी भएर भर्खर आएको थिएँ, साथीले भर्खर कल गरेर चाहिँ हामी अब जाने आँटेको छु है। साथीले चाहिँ बाइक बनाउँदैछ नि त, भर्खर आइपुगेर बाइक बनाउँदैछ। मेरो बाइक बनाइसकेर चाहिँ सबैजना है। यहाँ चाहिँ रम्फूको छेउमा, यहाँ नयाँ ब्रिजको छेउमा चाहिँ एकदमै मजाले बनाइदिन्छ भनौँ न। यहाँ हेर्नुहोस्, पेट पार्किङ भन्ने यो जग्गामा भर्खर यहाँ आइपुगेछु रम्फूबाट चाहिँ। रम्फूबाट अघि हिँडेको नि त, यहाँ आई लभ मामरिङ भन्ने जग्गामा चाहिँ भर्खर आइपुगेछु। स्केटरहरूको बाइक छ यहाँ उपर है, दुईजनाको, दुईजना चाहिँ यहाँ पर। यो चाहिँ पुरा भट्टुहरू हो यिनीहरू चाहिँ। आज चाहिँ गएर चाहिँ एकदम मजाले पार्टी सार्टी गरेर आउने विचारले गएको छ केटाहरू। झोलामा के बोकेको छ कुनि हो। म नि यहाँ भर्खर आइपुगेर अस्ति 2-3 पल्ट जस्तो भएर है म चाहिँ आएको यहाँ। यो चाहिँ अब केटाहरूसँग जाँदैछु, अघि खिचिसक्यो। केटाहरूले चाहिँ पुरा है एक्सनमा छ। अब हामी चाहिँ जाँदैछु है तारेभिर। एकैचोटि अब चाहिँ तारेभिरमा गएर मात्रै रोक्ने नि त। हामी चाहिँ एकदम वासरुमको लागि मात्रै आएको। लु यिन बिस्तारै बिस्तारै आउँछु म। ल साथीहरू है, हामी चाहिँ यहाँ भर्खर यहाँ नानीको छेवर रहेछ, नानीको छेवरमा आइपुगेछु है। भर्खर साथीहरूसँग हामी आइपुगेर पनि बसिरहेको छु है। मजाले एकदमै पार्टी गर्दो रहेछहरू चाहिँ है। डान्सहरू मजाले हेभी हुँदो रहेछ है। आज चाहिँ रात पनि परिसकेको छ। हामी तारेभिर जाँदाखेरि निकै रात परिसक्यो नि त, यहीँ रात परिसक्यो आधी बाटोमै है। हामी चाहिँ छेवरमा पनि निस्केर गएको नि त। अन्त आजको तारेभिरको त्यस्तो ब्लग चाहिँ देखाउन सक्दिनँ जस्तो लाग्दैछ है साथीहरू। यहाँ चाहिँ साथीले भर्खर मेरो भ्लग बनाइदिँदै थियो नि त। अन्त साथीले चाहिँ भ्लग बनाउँदै थियो है मेरो फोनबाट चाहिँ है। हामी सबैजना यहाँको सबैजनाको भ्लग बनाउँदै थियो नि त। त्यो दाजुले चाहिँ हामीलाई फेरि खाना खानु है तान्दै लानु भएको छ है। खाना खानु जाउँ भनेर है, ओह्रालो तान्दै लानु भएको छ। हामी चाहिँ जाँदैछौँ है खाना खान। अब दाजुले चाहिँ एकदमै लु अब जानै पर्ने अवस्थामा परेको छ है भनेर चाहिँ जानै पर्छ, खाना नखाइ चाहिँ हुँदैन भन्नुभएको छ नि त। त्यही भएर हामी चाहिँ जाँदैछौँ साथीहरू है ओह्रालो। आज चाहिँ साथीले भ्लग फेरि पनि गरिदिँदैछ है। खाना खाएको पनि सबै गरिदिँदैछ। आज साथीले गरिदिने अरे नि त भ्लग होइन। अन्त मैले चाहिँ किन उसको भोइस चाहिँ नहालेको भन्दाखेरि चाहिँ है पुरा म्युजिक बजिरहेको थियो नि त। म्युजिक बजिन्छ कपिराइट आउँछ होइन, त्यही भएर है। अन्त दिदीहरू एकदम खुसी हुनुभयो आज चाहिँ है, हात हल्लाएर हाँसेर है। एकदमै रमाइलो लाग्यो हामीलाई पनि है। एकदमै फ्र्याङ्क हुनुहुँदो रहेछ दिदीहरू सबैजना है। सब्सक्राइबर पनि भेटायो है। दिदीहरू सब्सक्राइबर हाम्रो भिडियो पनि हेर्नुहुँदो रहेछ नि त। अन्त एकदम खुसी लाग्यो मलाई पनि है। एकदमै दिदीहरू पनि खुसी हुनुभयो। अन्त एकदमै मजा आयो भनौँ न। आज चाहिँ सबैजना है मजाले माथि डान्स गर्नुहुँदैछ रोडमा। नानाहरू चाहिँ यता, दिदीहरू चाहिँ यता डाइनिङमा हुनुहुँदो रहेछ है। आजको नानीको छेवर रहेछ नि त। आज चाहिँ एकदमै मजाको बनाएको रहेछ, पार्टी रहेछ भनौँ न। छेवरमा नि यति साह्रो दामी हुन्छ भने चाहिँ सोचेको थिएन। एकदमै दामी। दिदीहरूले हेलो भन्नुहुँदैछ है।